नमस्ते साथीहरु, नमस्ते सबैजनालाई हृदयदेखि नमस्कार टक्राउन चाहन्छु। ओके, गुड मर्निङ भन्न चाहन्छु हैन। एकदमै ठिकठाक सन्चै आरामै छु साथीहरु। म चाहिँ तपाईहरु पनि सन्चै हुनुहोला, आरामै हुनुहोला भन्ने आशा राख्दछु हैन। अहिले चाहिँ ठ्याक्कै भन्नुपर्दाखेरि बिहान हाम्रो काम सुरु भइसकेको छ हैन। यो सबै खाली ठाउँ चाहिँ सबै खन्नुपर्ने छ साथीहरु हैन। खनेर चाहिँ यसमा चाहिँ बेसार अनि अदुवा लगाउने कार्यक्रम हुँदैछ हाम्रो चाहिँ साथीहरु। ल ठीक छ साथीहरु, अब चाहिँ हामी खन्नतिर लाग्छौँ है त। Few moments later. फाइनल साथीहरु फेरि खानासाना खाएर हेर्नुहोस् साथी, फेरि खन्ने काममा लागिसक्यौँ है। अदुवा बेसार लगाउने काम हुँदैछ। अब चाहिँ हाम्रो अदुवा बेसार लगाउने भनेर यो ठाउँ नयाँ ठाउँ खन्दैछौँ। पहिले लगाउने ठाउँमा चाहिँ अहिले खुर्सानी लगाएको छौँ साथीहरु। त्यस कारणले गर्दाखेरि अहिले नयाँ ठाउँमा चाहिँ हामीले अदुवा बेसार लगाउने भनेर बिहानैबाट भइरहेछ। धाम एक्सर्साइज दौरो भइरहेछ साथीहरु। अझ टन्नै खन्नुपर्ने छ साथीहरु। भर्खर खाना खाएर फेरि आएको होइन कतिजना। दुई तीन झपड त खन्नै पर्यो हैन। रेडी छ गइती मेरो साथी। ल म लाग्छु है त खन्नलाई। आज कमाएगा तो ल साथीहरु, फाइनली म चाहिँ अदुवा बेसार लगाउने ठाउँहरु बनाएर आइसकेँ। दोकानमा आइसकेँ। फाइनली मैले चाहिँ दोकान क्लोज थियो, फाइनली ओपन गरिसकेँ साथीहरु। ओपन गरेर सबै सामानपातहरु रेडी बनाइसकेँ। अब चाहिँ म प्याज चाहिँ चप गर्नुपर्ने छ के प्याज चाहिँ चप गर्नुपर्ने छ साथीहरु हैन। त्यो प्याज काटेर राखेपछि एकदमै सजिलो हुन्छ हैन, सहज हुन्छ। त्यसैले प्याज काट्ने सुसारमा छु म चाहिँ। A few moments later. सबै फ्री फिनिश कर दी साथीहरु हैन। खल्ली पल्ली कर दिया हमने तो। हाँ, अब मैं पैज काटूंगा, चप करूंगा पैज। तो साथीहरु, आजको दिन पनि कट्न लागिसक्यो हैन। कस्टमरहरुसँग भिडियो चाहिँ बनाउँदैन, मैले बनाउन छोडिसकेँ हैन। धेरै चाहिँ कस्टमरहरुले चाहिँ भिडियो नबनाउनुस्, भिडियोमा देखिन चाहन्नम भन्ने कुरा गरे हैन। त्यसैले गर्दाखेरि मैले कस्टमरहरु आएको बनाउन छोडिसके साथीहरु है। यता जिरी खुर्सानीहरु अट्याक गर्न आइरहेछन् मलाई कि। जिरी खुर्सानी हाम्रो आर्या चाहिँ ज्ञानी छिन् कि कति राम्ररी। सन्चै छु आर्या, सन्चै छु नि। आर्या चाहिँ अङ्कलको माया मानेर पानीपुरी खान आइरहन्छन्। थ्याङ्क यू आर्यालाई, धेरै धेरै धन्यवाद। थ्याङ्क यू त धेरै नखराए। ल ठिक छ साथीहरु, पानीपुरी दिँदैछु म आर्यालाई। पानीपुरी खुवाउँदैछु, यिनीहरू आएको छन्। आजको दिन यस्तै गरी गर्दैछ साथीहरु। ल म पानीपुरी खुवाउँछु है त। 3 hours later. फाइनली साथीहरु, फाइनली म चाहिँ पसल ठगान ठुकुन पारेर क्लोज गरेर घर आइसकेको छु साथीहरु है। घर आएर अनि खानासाना खाएर फाइनली म चाहिँ रुममा आइसकेको छु। बाबु अनि श्रीमती सबै सुतिसकेको छन्। म चाहिँ सुतेको छैन, हिसाब किताब गर्दै थिएँ। म चाहिँ सबैभन्दा ढिलो सुत्छु, हिसाब किताब गर्नुपर्छ हैन। त्यसैले गर्दाखेरि अब म चाहिँ सुत्न लागेको छु साथीहरु। ठीक छ, आजको दिन राम्रै भयो साथीहरु, व्यापार पनि राम्रो भयो अनि ठिकै भयो साथीहरु है। म एकदमै ह्याप्पी छु है, खुसी छु साथीहरु। तपाईहरु पनि ह्याप्पी हुनुभयो होला। आजको दिन तपाईहरुको पनि राम्रो भयो होला, खुसी हुनुभयो होला हैन। यति भन्दै यो आजको यो मेरो ब्लग यही अन्त्य गर्न चाहन्छु। हजुरको दिन शुभ भयो होला है, रात पनि शुभ होस्, शुभरात्रि भन्दै यो मेरो ब्लग यही अन्त्य गर्न चाहन्छु। भोलि फेरि नयाँ ब्लगमा भेट्ने नै छु साथीहरु। त्यसैले अहिले चाहिँ बाइ बाइ भन्छु। ठीक छ साथीहरु, बाइ बाइ। भोलि नयाँ ब्लगमा भेट्ने छु हैन। ये सब क्या देखना पड़ रहा है? अच्छा है मैं अंधा हूँ।